चाहे जो भी होना, गुड मॉर्निंग। बस मुस्कुराते रहना चाहिए, क्योंकि मुस्कुराने से लाइफ जो है ना वो और खूबसूरत हो जाती है। आए तपाईँहरूसँग कुरा गर्नु, गफगाफ गर्नु। मलाई यसो दिमागमा घुम्यो कि अनि म सेयर गर्न आइहालेँ। घरको केटी मान्छे होइन, प्रायः यो महिलाहरूले बुझ्नुहुन्छ होला है। अब चित्त नबुझेकोले नेगेटिभ कमेन्ट त हानिहाल्नुहुन्छ है, मेसेज गरिहाल्नुहुन्छ। केटी मान्छे कतै बाहिरबाट आएछ, थाकेर आएछ, चाहे त्यो अफिस गएर आएछ अथवा कतै बजार गएर आएछ अथवा कतै गएर आएछ भने पनि मान्छेहरू चाहिँ, घरका मान्छेहरू चाहिँ कस्ता हुने रहे, प्रायः कस्तो हुँदैन, ऊ आउँछ अनि पकाउँछ अनि खाउँला भन्ने हुने रहेछ क्या होइन। ऊ आएर गरिहाल्छ नि भन्ने हुने रहेछ क्या। अनि मान्छेले चाहिँ नसोच्ने क्या होइन, जो केटी मान्छे पनि थाकेको हुन्छ, केटा मान्छे अरू घरका मान्छेहरू चाहिँ बाहिर गएर कतै कतै गएर आउँदाखेरि चाहिँ थकै लाग्छ उनीहरूलाई। हो गाह्रो भयो कस्तो थाकेँ भनेर सोध्छ होइन। अनि समाजले मेन्टालिटी पनि केटी मान्छेको पनि त्यस्तै बनाइदिएको छ। बाहिरबाट आउने बित्तिकै यसो हो मलाई गाह्रो भयो भने एकछिन बस्न सकिँदैन क्या, आएर चुलामै गर्नुपर्छ, किनभने त्यो काम त आफैले गर्नुपर्छ। खास केटी मान्छेले चाहिँ सबै कसैले गर्दैनन्, मैले गर्नुपर्छ भन्ने पनि हुन्छ। अनि त्यो भएपछि किन तुरुन्त नगर्ने, अनि रेस्ट गर्न पाइन्छ भन्ने गर्छ। तर मान्छेले के बुझिन्छ नि त भन्दाखेरि उसले गरिहाल्छ नि, उसले चाँडै गर्छ, उसले गर्छ भन्ने बुझिन्छन् क्या। तर उनीहरूले यो बुझ्दैनन् कि जसरी हामीलाई गाह्रो हुन्छ, जसरी हामीलाई टायर्ड हुन्छ, जसरी एक कप थाकेर आउँदा एक कप मिठो चिया कसरी सोध्दै हुन्थ्यो, जसरी केटी मान्छेले हामी घर पुग्दा सोध्दै हुन्थ्यो भन्ने हुन्छ नि। कहिलेकाहीँ त ल घर पुग्दाखेरि हो आज त खाना पाकिसकेछ म रेस्ट गर्न पाउँछु भन्ने त्यो हुँदैन। कसै कसैको हुन्छ होला होइन, तर प्रायःको हुँदैन क्या। कसरी सुत्ने है, कतिजनालाई यस्तो लाग्छ भन्नु त, जे गर्न पनि आफू आइपुग्नु पर्ने क्या, अरू कता हातखुट्टै नभएस् त कहिले बुझ्ने। अनि त्यही भएर भन्छ नि मान्छेले, ओहो बुढी एउटा उमेरमा बुढी बितेपछि बुढा पनि बाँच्दैन लामो समय, प्रायःबाट बुढी बाँच्छ, बुढा चाहिँ बाँच्दैन भन्छ क्या होइन। बुढो भएपछि हुन्छ नि, बुढाबुढीमा बुढी बित्यो भने बुढा चाँडै प्रायः गइरहेको हुन्छ, अनि बुढीहरू चाहिँ सर्भाइभ भइरहेको हुन्छ भन्ने हुन्छ। त्यो किन थाहा छ? किनभने बुढीले, केटी मान्छेले आफ्नो लागि सङ्घर्ष जिन्दगीभरि सङ्घर्ष गरेर हुन्छ, उसमा युज टु हुन्छ, एटलिस्ट आफूलाई पकाएर खान सक्छ। अनि केटा मान्छे चाहिँ प्रायः अब त प्यारासाइट जस्तो क्या, सबै जे पनि उसले डिपेन्डेन्ट, जे पनि बुढीले गरिन्छ भन्ने हुन्छ क्या। तपाईँको श्रीमती तपाईँले बिहे गरेर ल्याएको अर्काको छोरी हो नि त, तपाईँको आमा होइन नि। वैवाहिक जीवन भनेको एक रातका दुई पाङ्रा हुने, एउटै पाङ्रा होइन नि। एउटै सिक्काको दुईवटा पाटा होइन, दुईवटा सिक्का हुन्, दुईवटा सिक्का एकै ठाउँमा जोडिएका हुन्। यो कुरा त बिर्सिनु हुँदैन नि त होइन। अनि सबै भर चाहिँ बुढीकै पढाइ हुन्छ, अनि कसरी आफूले केही गर्न सक्दैन, अनि अरूले त्यति गरिदिँदैन, अनि कहाँ बाँच्छन् त बुढाहरू। अब मलाई लागेको कुरा है, मेरो चाहिँ ऱ्यासनल थिङ्किङ भएको यो कुरा त्यस्तो छ हेर्नु। त्यही भएर के भन्थ्यो नि, के को नसा के तान, आफ्नो वेदना आफै जान भन्छ नि, त्यही हो खास हरेक महिलाको प्रायःको। अब कसैको कामसाम गर्ने घरमा राखेको भए कुरा फरक हो होइन, त्यस्तोको नहोला, नत्र त्यस्तै हो। कहिले बुझ्ने यो समाजले, जति पढे लेखे पनि जति समाज परिवर्तन गर्छु, देशलाई के गर्छु अथवा मेरो फिल्डमा के गर्छु, जति नै अब्बल भए पनि के भने घरमा शोषण भइरहेको हुन्छ, हरेक नाममा, लोग्नेको नाममा, अब अरू नातागोताको नाममा पनि भइरहेको हुन्छ। शोषित हुने चाहिँ केटी मात्रै हुन्छ। ल तपाईँहरूलाई के लाग्छ, तपाईँहरू पनि यहाँ कमेन्ट गर्नु त।